फर्सी त ठुल्ठुला बनाउनु भएको छ भाउजू होइन? यो चाहिँ कति केजी होला भाउजू यो? 10 केजी छ होला। खोइ उचाल्नु त। बाबा योभन्दा पनि ठुलो फर्सी छ होइन? योभन्दा पनि ठुलो छ। काबुली बन्दा एकदम राम्रो फलाउनु भएको छ। हाम्रो गाउँमा लगाउने ए सिमी पनि त्यति राम्रो फलाउनु भएको छ। यो बन्दा हाम्रोबाट ल्याएको होइन? 3-4 किलोको भएको छ नि त, राम्रो भयो। ल अब ठुलो फर्सी हेरौँ त। अब ठुलो फर्सी हल्लन चाहिँ यो होइन ठुलो फर्सी? ठुलो फर्सीलाई हेर्नु यो त म उठाउनै सक्दिन। हजुर सक्नुहुन्न भाउजू यो उठाउनु? सक्दिन म त यता उठाउन। 15-20 केजी छ क्या? 20 केजी छ यो। ल यो पोखरा लगाएर बेच्नुपर्छ है। फर्सीहरू 15-20-25 वटा छन् हाम्रो घर। ल अब यो चाहिँ र यहाँ व्यापार पनि भयो। हाम्रो आँधी खोला 1 पञ्चमुलमा चाहिँ डिलागढीमा चाहिएमा 20-30 वटा फर्सी यस्तै ठुल्ठुला फर्सी हामीसँग पनि छन् होइन? खोइ एकचोटि उचाल्न प्रयास गर्दा त्यही पनि यो त म सक्दिन। अर्को चाहिँ सक्दिन यो सक्दिन। अब सकिन। अलि गाह्रो भयो है नि त। ल यत्रो फर्सी फलाउनु भएको धन्यवाद छ है।